नमस्कार। सरोज शर्मा हत्या प्रकरण कार जलेको भेटियो। गाडीको अवस्थामा शव, केही हत्याराहरू संलग्न भएको प्रमाण प्राप्त भएको छ। हत्याको कारण खुलेको छैन र संलग्नहरू लागु औषध प्रयोगकर्ता भएको प्रहरीको भनाइ छ। गत कार्तिक 9 गतेदेखि बेपत्ता झापाका एक पुरुषको शव खोलाको पुल मुनि गाडिएको अवस्थामा फेला परेको छ। शिव शताक्षी नगरपालिका 1 माइधारका सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत बिरिङ पुलमुनि फेला परेको हो। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र बहादुर खड्काका अनुसार 2 दिन अघि मेचीनगर 13 स्थित हातेमालो सामुदायिक वनभित्र शर्माको प्रदेश 0103 च 7194 नम्बरको कार जलेको अवस्थामा फेला परेको हो। शनिबार बिहान झापा गाउँपालिका 5 मा पर्ने बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शव फेला परेको हो। कार भेटिएको स्थानदेखि शव भेटेको स्थान करिब 20-22 मिटरको टाढा छ। खड्काका अनुसार घटनामा संलग्न भएको आरोपमा 2 जना पक्राउ परेका छन्। अन्य संलग्नता हुन सक्ने देखिएको बताउँदै उनले अनुसन्धान भइरहेको बताएका छन्। मृतक 33 वर्षीय शर्मा कार्तिक 9 गते आफ्नो बागमती प्रदेश 0103 च 7194 नम्बरको कारमा साथीलाई भेट्न भन्दै निस्केका थिए, तर उनी फर्किएनन्। भोलिपल्ट आफन्त खोजीको लागि प्रहरी कार्यालय पुगेका थिए। बेपत्ता रहेकै अवस्थामा बिहिबार बिहान चारली भद्रपुर सडक खण्डमा पर्ने हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा कार फेला पर्यो। आइटीको काम गर्ने शर्मा काठमाडौँ बस्दै आएका थिए। दशैं तिहार मनाउनका लागि घर आएका उनी छठपछि काठमाडौँ फर्किने तयारीमा थिए। छठमै बेपत्ता भएको उनको शव बिरिङ पुलमुनि गाडेर माथिबाट टिनले छोपिएको अवस्थामा फेला परेको थियो। घटनाको प्रकृति हेर्दा हत्या 3-4 दिन अगाडि नै भएको जस्तो देखिने प्रहरीको भनाइरहेको छ। हत्याको कारण खुलेको छैन। संलग्नहरू लागु औषध प्रयोगकर्ता भएको प्रहरीको दाबी छ। अनुसन्धान जारी छ। पक्राउ परेकाहरूसँग बुझिरहेका छौं। झापाका डीएसपी खड्काले भन्नुभयो, सबै विषय खुलिसकेको छैन। उहाँका अनुसार पक्राउ परेका मध्ये एकजना प्रतिवादीको हात डढेको छ। गाडी जलाउने क्रममा उनको हात जलेको थियो। प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक भएको छैन। उनीहरूकै बयानका आधारमा शव खोज्न प्रहरी हुलाकी राजमार्गको बिरिङ पुलमुनि पुगेको थियो। पुलमुनि कपडा लगाएकै अवस्थामा गाडिएको शव फेला परेको हो। आरोपीको घर र टेम्पोमा तोडफोड भएको छ। शर्माको शव फेला परेपछि आक्रोशित स्थानीयले माइधारमा एउटा घर तोडफोड गरेका छन्। शिव शताक्षी 10 माइधार चोकमा एउटा टेम्पो पनि तोडफोड भएको छ। हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका राहुल शाहको घरमा शनिबार बिहान तोडफोड भएको हो। डीएसपी खड्काका अनुसार एउटा घरको झ्यालको सिसा र अन्य सामान तोडफोड भएको छ। मृतकको शव बोक्नलाई प्रयोग गरिएको आशंकामा आक्रोशित भिडले एउटा टेम्पो पनि तोडफोड गरेको थियो। अहिले शर्मा परिवार शोकले विभल बनेको अवस्था रहेको छ। हत्यामा अथवा घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही होस्, हामी जोरदार माग गर्छौं। मृतक सरोज शर्माको आत्माको चिर शान्तिको कामना गर्छौं।